चढेर अब ट्रेनमा भन्छौँ गर्दैछौँ है त। हामी यहाँ ट्रेनको पर्खाइमा छौँ। ट्रेन चढ्ने हो। हाम्रो थाइल्यान्डको साथी सेआई यो भनेको संसारकै अमेजिङ आइल्यान्ड भन्ने आर्टिफिसियल आइल्यान्डमा गर्नुपर्छ। हट एयर बेलुन हेर्नु न, हट एयर मान्छे बस्ने मान्छे छ त त्यो चढ्नु पर्छ केटाकेटी भयो। कस्तो फिल गर्दै हुन्छ तपाईँ? एकदम रमाइलो भइरहेछ, तपाईहरु पनि आउनु होला। हाम्रो थाइल्यान्डको साथी, हेलो थाइल्यान्डको साथी बिचारा अब कतै बोल्नु गर्नु जान्दैन, अलिकति भाषा बुझ्दैन, अनि यसो हामीले घुमाइदिएको हो। हामीसँगै थियो, हामीले घुमाइदिएको भन्दा नि हामी सँगै लिएर हिँडेको। बिचारा अब बसहरू चढ्न जान्दैन। अहिले हामीले यहाँ खाना रामेन अर्डर गरिरहेको छौँ। रामेन आउँछ अनि रामेन खाने। हामी रामेनको पर्खाइमा रामेन खाएर उयो चढ्ने हो। हामी कता यो चढ्ने हो रामेन खाएर। ओ दामी दामी। त्यसपछि हाम्रो रोलर कोस्टर चढ्छौँ। ल हाम्रो खानेकुरा आयो, महाराज चाङ रामेन अरे। खानुलाई हामी तयार, खानेले तयार। हामी वाइल्ड टुर गर्न छिर्दैछौँ है त। वाइल्ड टुरमा स्वागत छ तपाईँहरूलाई। के छ त वाइल्ड टुरभित्र?
यो हाम्रो के भन्छ थाहा भएन ओपन जेल अरे खुल्ला जेल अरे कोही जेलमा जान चाहनुहुन्छ भने यहाँ जान सक्नुहुन्छ खुल्ला जेलमा यो के हो ए यो ट्रेन चढ्ने लाइन चढौँ भनेको चाहिँ मोनोरेल किरा कस्तो छ त यसो ड्राइभर छैन हाम्रो रेल आयो त्यो चढ्नु गएको लाइन धेरै भएर हामी चढ्नु सक्दैन अहिले मोनोरेल चढ्नु पानीको चाहिँ यहाँ क्या त्यो अघि त्यो हामीले गरेर तैँले त्यो चढ्ने भनेको पनि यहीँ हो है त्यो यो यता यता आउँछ हो त्यो चढ्ने हो मान्छेहरूलाई आउँछ होला केही आउँदैन होला हो त्यो चढ्ने हो क्या यो हाम्रो बिल्डिङ हाम्रै बिल्डिङ हो यो सबै लोटे वर्ल्ड मैले चढ्ने रोलर कोस्टर यता आउँछ कि आउँदैन भन्ने मलाई फिल भयो हो किन त्यो अघि त्यो एकछिन चढाएपछि कहाँ हराउँछ नि त कति समय धेरै बेर यहाँ त आउँछ होला हो मजा आउने भयो धेरै मैले गल्ती गरेको अनि यति गर्न सकिहालिन्छ नि दाइ हाल्यो भने चाहिँ के फाइदा छ झन्डै लाग्यो तपाईँ कतिवटा गोली छ
दाइ तपाईँलाई कस्तो भयो त लोटे होलमा आएर त रमाइलो भयो तपाईँहरू पनि आउनु होला यहाँ सबै एजको मान्छेहरू आउनु सक्नुहुनेछ हामी यङ मान्छेहरू मात्रै होइन सबै एजको मान्छेहरू आउनु सक्नुहुनेछ एकदमै रमाइलो छ पैसा वसुल छ उल्टै नाफा पनि भयो 163 कि 63 हो 63 हो संसारको टप 5 हाइएस्ट बिल्डिङ ल त आज हामीले अहिलेलाई ब्लग मामुरी गऱ्यो है त हामीले